क्यौतो सहरको उत्तर पूर्वी भागमा भएको ओहारा भन्ने गाउँ सानो गाउँ छ जङ्गलको छेउमा। अनि त्यो भित्र भएको सान्जेन इन भन्ने बुद्धिस्ट टेम्पल छ के। अनि त्यो मन्दिरको भित्रको भ्यूहरू देखाउँदैछु म आज हजुरहरूलाई होइन। बुद्धिस्ट टेम्पलहरूको गार्डन चाहिँ एकदमै राम्रो हुन्छ कि मनलाई शान्त बनाउने खालको है। जङ्गल, पानीको आवाज अनि यो भ्यू चाहिँ खामोगावाको भ्यू हो। हामी चाहिँ सिचिजो खेइहानबाट अनि देमाची यानागीसम्म ट्रेनमा गएर अनि त्यहाँबाट चाहिँ बस चढ्नुपर्ने थियो। त्यो बस कुर्दाखेरिको भिडियो बनाएको खामोगावाको होइन। अनि देमाची यानागीबाट चाहिँ ओहारासम्म जाने डाइरेक्ट बस पाउँछ। क्यौतो स्टेसनको नजिकबाट पनि पाउँछ। आफूलाई पाइक पर्ने ठाउँबाट जानु होला। यो भ्यू चाहिँ बसबाट देखिएको भ्यू हो। अब चाहिँ मन्दिरको जाने भ्यू बाटो सुरु हुन्छ, हेर्नु होला। अब त्यहाँ जान लागेको। यसलाई भिडियो बनाऊ भन्दा भिडियो बनाउने सधैँ गर्दैनन्। अब पैसा दिनु पऱ्यो नि त। अनि फ्रीमा कहाँ जानु पाउँछ त? पैसा दिनु पऱ्यो नि त। अनि फ्रीमा कहाँ जानु पाउँछ त? 5 बजी बन्द हुन्छ ल्याएर ल्याउनु त। हाई आरिगातो गोजाइमासु। यस्तो खालको टिकट छु होला के। प्लास्टिकमा चाहिँ जुत्ता हालेर लिएर जाने होला। किन पर्खिने हो र यिनीहरूलाई? मान्छेदेखि लजाउने मान्छे यिनी हुन्। यसरी जुत्ता हातमा लिने होइन। यस्तो थियो यहाँ भित्र चाहिँ हामीहरू चाहिँ कल जस्तै कि रेउकान जस्तै यस्तो बाटो छ। गाई यहाँ पनि ध्यान गर्न मिल्ने होला कि बाबा। बुद्धिस्ट टेम्पल हो नि त। बुद्धिस्ट टेम्पल हो नि त। राम्रो हुन्छ यहाँ बाटो चालको यतिमै सकिने रहेछ नि त यहाँ त। फोटो भिडियो हेर्न पाउँदैछ नि। हामी चाहिँ अब मन्दिरबाट जुत्ता खोलेर घरभित्र हिँडेर अहिले चाहिँ जङ्गलभित्र नै भगवान के त्यो लरा खसेको हेर्नु गएको हो कि त्यहाँ मन्दिरको मान्छे। त्यसको अगाडि मूर्तिहरु न देखेन खै अलि त हिँड्छ त। यस्तो मूर्ति पनि रहेछ। कहाँ पालहरू होइन त दाउरा काट्नु जाने जस्तो बन्द हो गाई। तर के गर्ने है। ए बुद्ध सानो मूर्ति रहेछ यहाँ चाहिँ यस्तो।
छ।